सर्वप्रथम सबैलाई नमस्कार। आज म एउटा जोक भन्छु है। स्वर्ग र नर्कमा दुईटाको बीचमा चाहिँ एउटा ठुलो पर्खाल बनाइएको छ है। त्यसपछि जहाँ पनि नर्कमा सबै देशका मान्छे थिए नि, त्यहाँ चाहिँ त सबै स्वर्गतिर भाग्लान् भनेर अरू देशकालाई चाहिँ ठुलो ठुलो साङ्लाले बाँधेर राखिएको रहेछ, तर नेपाललाई चाहिँ खुल्ला राखिएको रहेछ नबाँधिकन। त्यो देखेर अरू देशका नर्कवासीहरूले यमराजसँग कम्प्लेन गरेछन्, शिकायत गरे। किन हामीलाई मात्रै बाँधेर राख्ने, नेपाललाई चाहिँ त्यसरी खुल्ला छोड्ने भन्दाखेरि ओहो उनीहरू कोही होइन। एउटा नेपाली पर्खाल चढेर स्वर्ग जान लाग्यो, त्यसलाई अर्काले खुट्टो तान्छ, अर्काले त्यसलाई खुट्टो तान्छ, खुट्टो तानी तानी कुनै नेपाली जान सक्दैन उता बारी। हेर्नुहोस्, यो त्यही भएर उनीहरू आपस एउटाले अर्कोलाई खुट्टा तानी गर्दा गर्दै सबै नर्कमा बस्छन्, स्वर्गमा जान सक्दैनन्। त्यस्तै जस्तो यही प्रवृत्तिले गर्दा हाम्रो नेपाल पनि स्वर्ग जस्तो नेपाललाई एउटाले अर्काको खुट्टा तानी अर्को खुट्टा तानी प्रवृत्तिले गर्दा स्वर्ग जस्तो नेपाललाई नरक बनाएका हुन्। यही प्रवृत्तिले गर्दा सबैलाई ख्याल रहोस्।